मर्निङ एभ्रीवान सबैजनालाई हामी चाहिँ कहाँ जान लागेको छौँ बिहान हामीले खाजा खायौँ अब खाजा खाइसकेपछि हामीलाई चाहिँ काममा पठाउनु भयो काममा अಯ್या मेरो खुट्टा रेक्ति काममा भन्दा पनि एउटा उ क्या के अरे घाँस साट्ने छ बारीमा अनि म त्यो चाहिँ देखाउँछु अनि यसको पछाडिको उहरू पनि देखाउँछु हेर्नुहोस् मेरो गाउँ चाहिँ यस्तै छ यस्तो छ यो चाहिँ ओखरको रुखहरू हो हिमाल पनि देखिन्थ्यो तर पनि हिमाल त ऊ भएको छ है यहाँ रुखले छेकेको छ त्यो चाहिँ ओखरको रुखहरू हो लेट्स गो गाइस ओ त्यहाँ चाहिँ स्याउको रुखहरू छ त्यो देखेको यो चाहिँ स्याउको रुखहरू हो सो हामी चाहिँ यहाँदेखि जानुपर्छ साह्रै धौ हुन्छ टोल्पा जिल्ला हाम्रो टोल्पा सुन्दर टोल्पा जम्बो हेर डकी यो नागेर जानुपर्छ हिँड केटीहरू पछि आउने धौ हुन्छ अनि पोज दे एकैछिन पोज दे राम्ररी पोज दिनु सानो छ अनि चाहिँ यहाँबाट घाँस घर सार्नु छ घर लाग्नु छ कति राम्रो आएको तर पनि फोटो खिचौँ न छिटो हिँड्नु घाँस छ सानो छ पछि पाकेर ठुलो हुन्छ अलि सानो छ रुखहरू पनि आरु सानो छ यो घाँस लग्नु पर्ने घरमा यो पनि स्याउको रुखहरू हो अरे भर्खर आरु पोज दे एकैछिन पोज दे राम्ररी पोज दिनु हेर हस्ते काम गर्दैछ दिल्ली दिल्ली कति हाँसेको हो यिनीहरू त हाम्रो बिस्तारै थल है सबै चुच्चेला घाँस के अरे फेरि भन् त को म रित्तै जाने म भ्लग बनाउँदै रित्तै जाने के देख्नु अरे अಯ್या अस्ति चिन है स्पेसल भ्लग बनाइदिन्छु म ल मजाले हेर्न गर्नुपर्ने के हो तेरो काम एकछिनमा लास्टमा दिन्छु म जब काम गरिरहेका छन् यो खेलेको हो खेलेको होइन तैँलाई कति माया गर्छिन् मलाई सबै हस्तले सबै चिनी सबै घाँस लगी म रित्तै जाने स्याउको रुखहरू सानो छ अब यो चाहिँ पछि ठुलो हुन्छ फल्छ यसमा चाहिँ कति 3-4टा दाना फलिरहेको छ
यो स्याउ चाहिँ यो भर्खरदेखि फल्न थालेको हो। हेर्नु बनाएकै छैन, केही खानै नपर्ने तिमीलाई देखेसी फोटो। हिँड्नु कसम खिच्दैको छु, गड पर्मिस खिच भिडियो बनाउँदै खिच्दै गरेको छु। हिँड्नु छिटो भेडा गयो स्पेसल। सानी कहाँदेखि आकी भाग्यमानी हुनु। कतिखेर आउँछौ अनि भरे? है